हेलो हेलो नमस्ते। अहिले पनि हाम्रो देशमा नेपालमा फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटक, थ्रेड्स अझै एपाहरू भेरिफाई भइरहेको छैन। यो नेताजीहरूको आइडी मात्रै ब्लू टिकबाट भेरिफाई भएर चलाइरहेको छ। अनि हामी सर्वसाधारणको फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटक एपाहरू कुनै पनि भेरिफाई भइरहेको छैन, मतलब दर्ता भइरहेको छैन। अब म चारैतिर हेर्छु, यसको मोबाइलमा गएछ, त्यो खोजेछ, त्यसको मोबाइलमा गएछ, यो खोजेछ, त्यो आइडीमा गएछ, यो खोजेछ, कहीँ कसैले केही पाउने होइन। जब सरकारले नै यहाँबाट भेरिफाईको सिस्टम बनाएको छैन भने हामी तपाईले कहाँबाट पाउने हो भन्ने कुरा हामीले बुझ्नुपर्छ। धेरै अप्ठ्यारो असजिलो महसुस भइरहेको पनि हामी देखिरहेका छौँ। हामी पैसा खर्च गरेर मात्रै कति चलाउने हो यो फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटक, वाइफाई राखेर, डाटा काटेर, पैसा हालेर, नेटको माध्यमबाट कति चलाउने। सरकारलाई छिट्टै ध्यान जाओस्, हामीले पनि फेसबुक, इन्स्टाग्राम, गुगल एपाहरू भेरिफाई गर्न पाऊँ।